सबै बसेर साथ साथमा। नमस्कार कलकत्ता। यहाँ आज हलमा बसेछौ तिमी भिजेको आँखामा गाईको गीतले लाएछौ प्रीति मायालु भागमा। गाईको गीतले लाएछौ प्रीति मायालु भागमा। यो गीत विगत 9 तारिक भर्खर मार्च 9 तारिक दार्जिलिङको हिमालय कला मन्दिरमा लन्च भएको थियो। यो भिडियो सङ हो जसमा सङ्गीत भर्नु भएको छ अति आदरणीय बसन्त छेत्रीज्यूले। वरिष्ठ सङ्गीतकार हुनुहुन्छ उहाँ दार्जिलिङका र गायक हुनुहुन्छ विजय राई। उहाँहरूलाई आज मैले कलकत्ताको यस मञ्चबाट सम्झेर धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हार्दिक आभार छु यो गीतलाई, मेरो यो गीतलाई उहाँहरूले लाइक दिनुभएकोमा, जीवन दिनुभएकोमा। अब म हजुरहरू सामु मेरो कविता सुनाउँदैछु। कविताको शीर्षक छ, म 2टा कविता सुनाउँछु सायद। रागको असर। सोचेको थिएँ नसुनाऊ कसैलाई, सोचेको थिएँ नसुनाऊ कसैलाई आगोको कथा, नलेख्नु कहिले खरानीको कविता। तर किन हो कुनै आज सुनाउन मन लाग्यो आगोको कथा, लेख्न मन लाग्यो खरानीको कविता। सोचेको थिएँ अब प्रान्त सहनै पर्दैन, सोचेको थिएँ अब प्रान्त सहनै पर्दैन आगोको अत्याचार, अबदेखि गर्नै पर्दैन पीडाहरूको प्रचार। अब उसो छुँदैन मनलाई, अब उसो छुँदैन मनलाई ज्वालाको लक्काहरूले, अनि केही असर पनि गर्दैन अवसरवादीको झक्काहरूले। अब म जलेर खरानी भइसकेँ, अब म जलेर खरानी भइसकेँ, सहनु पर्ने जति सबै सहिसकेँ। आगोको उद्देश्य जलाउनु हो, आगोको उद्देश्य जलाउनु हो, खरानी हुनु मेरो व्यवस्था। जल्नु जलाउनु नै अब त संसारको नियम भयो, मलाई खरानी बनाउने आगो धुवासँगै कतै अल्पिएर गयो। म जलिन्जेल ऊ बल्दै थियो, म जलिन्जेल ऊ बल्दै थियो, पल पल म मर्दै थिएँ, ऊ मेरो सास कोसेर आफै भित्र बस्दै थियो। म जलिरहँदा ऊ तन्किरहेको थियो, म जलिरहँदा ऊ तन्किरहेको थियो। मलाई खरानी बनाएपछि सायद ऊ पनि निभिसक्यो। म खरानीमा परिणत भएँ, तरै पनि अझै ममा आगोको रात हावी छ। म खरानीमा परिणत भएँ, तरै पनि अझै ममा आगोको रात हावी छ। जवनको पीडा काफी छ, आगोको ज्वालामा घुमेपछि म सेलाउन सकेको छुइनँ, आफैलाई आगोबाट अलग्गै केलाउन सकेको छुइनँ। म भित्र एक चप्परी ढुङ्ग्रो निप्नलाई अझै बाँकी छ, आगोको रातको असर म भित्र अझै काफी छ। यो थियो रातको असर कविता।